लु अब जानु गएर काम सुरु गर्नु अनि खुरु खुरु पैसा पठाउनु हुन्छ। यहाँ सुन्नु त त्यो पहिलाको जस्तो नगर्नु नि पुरा पुरा पैसा पठाउनु नि हेलो कान्छी म पुगे। ए पुग्नु भयो ल ल भोलिदेखि नै त्यहाँ काममा लागिहाल्नु नि अनि पैसा पठाउनु ल ल यसपालिको तिजमा म पनि लगाएर देखाउँछु सुनको केहरू हेलो कान्छा के गर्नु हुँदैछ काममै हुनुहुन्छ के को काममा हस्पिटलमा छु। किन के भयो हिजो मिसिनमा परेर हातै काट्यो नि। होइन मैले तपाईँलाई त्यहाँ काम गर्नु पठाएको कि मिसिनतिर हात छिराउनु पठाएको अब मिसिनले ताने त म के गर्नु त। म केही जान्दिनँ एउटा हातले काम गरेर भए पनि पैसा पठाउनु यहाँ यो मोबाइल पनि कति ह्याङ भएको हौ आइफोन पो किन्नु पर्छ कि क्या हो हेलो भन त। अनि कहाँ हुनुहुन्छ त यहाँ हस्पिटलमा छु। के भयो फेरि हिजो काम गर्दा मसिनमा परेर खुट्टै काट्यो नि। होइन तपाईँ त्यहाँ काम गर्नु जानुभएको कि हात खुट्टा बचाउनु जानुभएको अब त्यस्तै भयो। त्यस्तो त्यस्तो जान्दिनँ त्यहाँ घिसिरेर भए पनि 3 सालसम्म काम गर्नै पर्छ नि महिना मरेको यत्रो दिन भइसक्यो त्यो कान्छोले किन पैसा नपठाएको होला हेलो कान्छा हेलो भाउजू तपाईँलाई फोन गर्न आँटेको थिएँ। दाइ त आज बिहान मिसिनमा परेर हामीलाई छोडेर जानुभयो नि। कसरी किन के भयो हेलो हेलो हे भगवान अब मेरो पैसा मेरो नेकलेस मेरो सुनको चुरा औँठी हेलो म्याडम तपाईँले हाम्रोमा जुन डायमन्डको नेकलेस अर्डर गर्नुभएको थियो नि त्यसको 25% पेमेन्ट अहिले गर्नुपर्छ। खत्म। बाय बाय टाटा गुड बाय गया।